नमस्ते साथीहरू। आज म भ्लग तपाईँहरू सामु लिएर आएको छु। यो बाटो निकै नै अस्तव्यस्त जस्तो देखिन्छ, खोलै-खोला हिँड्नुपर्ने छ। आजको बाटो निकै चुनौतीपूर्ण पनि छ। हेरौँ बाटोको अवस्था के छ, तपाईँहरू म सँगसँगै थाहा पाउनुहुनेछ। यो बाटोको अहिले बिपी राजमार्ग कसरी पुनर्निर्माण भइरहेको छ भन्ने कुराहरू हामी यो भिडियोमा सँगसँगै हेर्नेछौँ है त। र हामी अहिले धुलिखेलबाट अब अगाडि बढेका छौँ। हामी भकुण्डे बेसी हुँदै नेपालथोक हुँदै खुरकोटसम्मको यात्रामा छौँ हामी। यो बाटो जापान सरकारले बनाइदिएको बाटो थियो, तर यहाँदेखि चाहिँ भकुण्डे बेसीसम्म अलि पुरानो नै भइसकेको अवस्थामा छ यो बाटो। सबैतिर अलिकति भत्किएको, खाल्टाखुल्टी गल्ड्याङगुल्डुङ, पहिरो पनि राम्रोसँग नपन्छाइएको, पानीको कारणले पनि बाटो क्लियर नभएको जस्तो देखिन्छ। बाटो अहिले चाहिँ त्यति हिँड्नको लागि त्यति क्लियरली चाहिँ छैन भन्न हामी सक्छौँ। र अब हामी यो बाटोमा करिब 3 घन्टा जतिको यात्रा यहाँदेखि चाहिँ अलि केही राम्रो बाटोको अनुभव महसुस भयो। यो ठाउँ चाहिँ पहिला नेपाली सिनेमाहरू चाहिँ सुटिङ गर्ने ठाउँ हो रे भन्ने चाहिँ सुन्नमा आयो, तर मैले चाहिँ फिल्म सुटिङ भएको देखेको चाहिँ छैन। अहिले चाहिँ यहाँनिर चटपटेहरू, तरकारीहरू बेचिराखेको चाहिँ हामी देख्न सक्छौँ यो ठाउँ। तर सुन्दर छ, जङ्गल छ, गाउँ छ तल। यहाँनिर सुन्तला खेती पनि राम्रोसँग हुन्छ, आलु खेती हुन्छ। यो ठाउँ चाहिँ एकदम स्थानीय यो दुईतर्फी गाडी चल्नको लागि चाहिँ त्यति ठुलो बाटो छैन। अलि यात्रा गर्न अलि असहज नै हुन्छ। दुई पाङ्ग्रेलाई पनि घुम्ती नै छ, धेरै रोडहरू घुम्ती छन्। हामी अब काभ्रे भन्ज्याङ आइपुगिसकेका छौँ। यताबाट दाहिने गयो भने हामी नवबुद्ध जान सक्छौँ। हामी यहाँदेखि चाहिँ सिधै जान्छौँ। अब यहाँनिर चाहिँ अरू गाडीहरूले इन्ट्री गराएर जानुपर्छ, तर हामी चाहिँ इन्ट्री नगराइ यहाँनिर होमस्टेहरू पनि धेरै छन्। यो ठाउँ काभ्रे जिल्लाको निकै मनोरम ठाउँ रहेको छ। यो ठाउँ चाहिँ हामीलाई के लाग्छ भने यो नवबुद्ध नगरपालिकाकै उत्कृष्ट अब हामी यहाँदेखि अगाडि लाग्छौँ। अब लगभग हामी दाप्चा पुलनेरि आइपुग्न लागेका छौँ। अब बिपी राजमार्गको जुन क्षति भएको सडकको खण्ड थियो, त्यो खण्ड चाहिँ अब यहाँभन्दा थोरै अगाडिबाट चाहिँ अलिकति बाटो ध्वस्त भएको जस्तो हामी देख्न सक्छौँ। गर्न सम्भवै छैन यो, किनभने दुईवटा गाडी दुईवटा बस त सँगसँगै हिँड्न सक्दैन। अब साइड दिनु पऱ्यो भने पनि रोकेर साइड दिने हो। एकदम गाह्रो छ यो ठाउँमा यात्रा गर्न चाहिँ निकै कठिन छ। धेरै नै एकदम सुझबुझ तरिकाले गाडी चाहिँ चलाउनुपर्छ, आफ्नो सवारी साधन चाहिँ चलाउनुपर्छ, किनभने बाटो निकै साँघुरो छ। त्यही माथि यो ठुलो बसहरू चाहिँ पछिल्लो समयमा एकदम धेरै चलेको
हो कि भन्ने चाहिँ हामीलाई फिल भएको छ। हामी दाप्चा पुलबाट अगाडि लागिसक्यौँ। अब यो ठाउँबाट चाहिँ अब बिपी राजमार्गको पुनर्निर्माण सुरु भएको छ। यहाँनेरि चाहिँ निकै ठुलो क्षति भएको ठाउँ पनि हो। यहाँ एउटा घरै लडिराखेको पनि अहिले पनि हामी देख्न सक्छौँ। अलिकति अगाडि यहाँ घरै पनि लडेको थियो। यहाँनेरि धेरै बारीहरू पनि बगाएको छ। धेरै नै ठुलो क्षति भयो। यसको एउटा के चाहिँ हामीले बुझ्न सक्छौँ भने हामीलाई थाहा भयो भने अब आफ्ना संरचनाहरू बनाउँदा चाहिँ खोलाको किनारमा गएर धेरै व्यक्तिका घरहरू धेरै कुराहरूको क्षति भइसकेपछि चाहिँ मलाई चाहिँ त्यस्तो लाग्यो। किनभने बाटो लगायत यहाँनिर घरहरू पनि धेरै कुराहरू क्षति भएको छ है। यो चाहिँ एकदम गाह्रो विषय हो। ठुलो हामीले सोच्नै नसक्ने लेभलसम्म रोशी खोलाले चाहिँ बिपी राजमार्गलाई क्षति पुर्याएको ठाउँ। यो भन्दा भयङ्कर क्षति चाहिँ अब बगाउन त धेरै ठाउँमा बगायो, तर यो चाहिँ एकदम अनएक्सपेक्टेडै जस्तो लाग्छ। किनभने 500 मिटर जति नै माथि छ जस्तो लाग्छ। यहाँनेरि चाहिँ एकदम ठुलो क्षति पुर्याएको छ। यो विगत 2 वर्षदेखि सवारी साधनहरू यस्तै गरी नै यही बाटोबाटै हिँडिराखेका छन्। अब यो चाहिँ एकदम गाह्रो छ। हेर्नुहोस् न, त्यति धेरै माथिसम्म पुरै क्षति गरेर तपाईँको अब तलबाट तानेको जस्तो देखिन्छ कि अब पानी त त्यति ठुलो खोला त पक्कै पनि आएन होला, तर चाहिँ क्षति चाहिँ अलि निकै नै ठुलो हो कि जस्तो चाहिँ हामीलाई लाग्छ है। किनभने यत्रो धेरै लामो खण्ड चाहिँ अलिकति गाह्रो बनाइदिएको छ हामीलाई चाहिँ हिँड्न चाहिँ। चौकी डाँडा कटेर फेरि पुरानै बाटोतिर पुग्न आँटेका छौँ र यहाँबाट चाहिँ बिपी राजमार्गलाई ठुलो बनाउन लागि छ। पक्कै पनि 2 लेनको बनाउन खोजिएको छ राष्ट्रिय राजमार्गको मापदण्ड अनुसार। यहाँनेरि चाहिँ बाटो ठुलो बनाउन लागि यहाँदेखि लगभग सिन्धुलीको खुर्कोटसम्मै बनाउने भन्ने कुरा चाहिँ छ। तर अब अहिलेलाई नेपालथोकसम्म मात्रै हो कि भन्ने चाहिँ सुनिएको पनि छ। हामी अब यहाँ खाजा खाने ठाउँनेरि टक्क आइपुग्यौँ। हामी केही समय खाजा पनि खान्छौँ, आराम गर्छौँ। ट्याक्क यो तपाईँहरू ट्याक्क रोशी खोलाको छेउमा देख्न सक्नुहुन्छ। एकदम राम्रो ठाउँ छ। यहाँनिर यात्रीले चार्जिङ स्टेसन पनि राखेको छ। हामी खाएर अब फेरि यात्रातर्फ निस्किएका छौँ। गाडीबाट चाहिँ अब हामी खोलै खोला हिँड्नुपर्ने चाहिँ हुन्छ। अब बिपी राजमार्ग चाहिँ पूर्ण रूपमा क्षति भइसकेको अवस्था छ। यो बाटोहरू चाहिँ कहिले बन्ने भन्ने चाहिँ अझै पनि टुङ्गो लागेको छैन। जापान सरकारले पनि सहयोग गरिराखेको छ भन्ने कुरा चाहिँ सुन्नमा आएको छ। अब हेरौँ कहिलेसम्म पुनर्निर्माण भइसक्छ भन्ने कुराहरू चाहिँ अब किन हुनै बाँकी छ। अब हामी यहाँबाट चाहिँ टक्कै एउटा डाइभर्सन देख्न सक्छौँ। यहाँबाट खोलै खोला हामी सर्लक्क लाएर अब अगाडि जान्छौँ। यो चाहिँ पुरानो बाटो छोडेर अब यहाँ माटो थुपारिएको छ। बाटोमा व्यापक मेसिनहरू छन्, डोजरहरू। तपाईँहरू हेर्नु न कति धेरै छ। बाटो त्यति धेरै माथिबाट लानुपर्ने छ। अब यसको बेस चाहिँ फाउन्डेसन चाहिँ एकदम निकै बलियो नै बनाएर लाग्नुपर्ने देखिन्छ। किनभने अब पहिलाको जस्तो फेरि यसले त क्षति नगर्ला भन्न सकिँदैन। त्यही भएर फेरि
यो सँगसँगै हामी अब खोलै-खोलो हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेको छ। हामी सँगसँगै चाहिँ अगाडि जाँदैछौँ। हजुरहरूलाई यो बाटोको अहिलेको वास्तविक अवस्था के छ भनेर हामी यो पनि देखाइराखेका छौँ। तपाईँहरूले पनि यो हामी सँगसँगै पिपी राजमार्गको वास्तविक अवस्था देख्न सक्नुहुनेछ। यो चाहिँ पुनर्निर्माणको चरणमा छ। पुनर्निर्माणको चरणमा भइसके तापनि अब बाटो 2 लेन बनाउने कुराले पनि अझै ढिलासुस्ती हुने हो कि भन्ने चाहिँ हामीले भान भएको छ। ल अब यो चाहिँ माइक्रोहरूलाई पनि यति धेरै गाह्रो हुन्छ यसमा स्पेसली इभी गाडीहरू यति धेरै उठ्छन् एकदम धेरै गाह्रो छ। अब यो चाहिँ तपाईँको खोलोको बाटो बिचबिचमा ठुल्ठुलो ढुङ्गाहरू पनि छन्। अब यो हाइस टाइपको गाडीहरूलाई चाहिँ एकदमै गाह्रो पो हुँदो रहेछ। यो के रहेछ कुनै सानो गाडीहरूलाई यो अब कुदाउन नमिल्ने ठोक्किने भएर पनि हो कि अरू केही हो, अलि एकदम धेरै गाह्रै नै हुने चाहिँ रहेछ। अब यो के हो खै खासै कुरो बुझ्न सकिएन। हामी चाहिँ कन्टिन्युस खोलाको खोलाइ हिँडिरहेको छौँ। यो कहाँ आइयो भनेर लोकेसन चाहिँ अब एक्ज्याक्ट यही ठाउँ हो भनेर हामी नयाँ भएको हिसाबले कहाँ हो भनेर भन्न सक्ने अवस्था चाहिँ रह्यो। अब यो खोलामा चाहिँ बाटो कहाँ छ भनेर हामी पत्तै पाउँदैनौँ। सुई हामीहरू हिँडाइछौँ, कता हो कता खै। अब पहिला हिँड्दा सर र पिचमा यहाँ तोरीबारीहरू यताउता सबै थियो। अहिले अब कहाँ हो के हो अब अन्धाधुन्दा छ। गाडी कुदै छन्, बाटोमा हिँडाइ छन्, खोलो छ। खोलोभन्दा दायाँमा अब केही देखिँदैन। अब कता हो कता, यो त बडा गाह्रो हुँदो रहेछ। एउटा झोलुङ्गे पुल चाहिँ आइपुग्यो, तर यो कहाँ हो भन्ने कुरा चाहिँ एकदम भेटाउन चाहिँ एकदम गाह्रो हुने पो देखियो। ल है, तपाईँहरू चाहिँ अब पिपी राजमार्गको यात्रा गर्दै हुनुहुन्छ भने एकदम बिजोकै पाराले छ है। यो चाहिँ कुनै ठाउँमा पनि हामी अहिले यो अब नेपाल थोकसम्मै यस्तो छ जस्तो लाग्यो। अब पहिला योभन्दा अगाडि हिँड्दाखेरि त बाटो माथिबाट थियो, यो खोलाको त हिँड्दैन। खोलै सँगसँगै अन्त खोलै सँगसँगै छ। यतातिर त खासै पुनर्निर्माण भएको पनि खासै देखिँदैन। अलिकति गाह्रै देखियो है। ल अब यो पिपी राजमार्ग निर्माण गर्दाखेरिको चरैदेखि बाटो सबै बगाइदिया भएर कतिपय ठाउँमा त बाटोको नाम निशानै केही छैन। ट्र्याकदेखि लिएर सबै नयाँ बनाउनु पर्यो। यस्तो खोलो छ, खोलै खोलो अब हिँडाइ गर्नु। अब यसो अगाडितिर हेरौँ, त्यो अगाडि जेसिबीहरू चाहिँ यताउता छन् त कामहरू त गरिरहेकै छन्।
भनेपछि डोजरहरू यताउता सबै नै छन्। अब यसरी यति तलबाट चाहिँ खाल्डो खनेर उठाउन चाहिँ उठाइएको छ। हेरौँ यो कति हुन्छ। यो ठाउँबाट चाहिँ कहाँसम्म चाहिँ पुग्छ हेरौँ। पुग्छ हेरौँ। ल अब चाहिँ हामी अलिकति पिच आउला लागि जस्तो छ है। पुरानो बाटो यहाँनिर बाटो बढाइएको पनि देखियो। ल पुरानो बाटो रहेछ चर्लकै। अब यो एकछिन होला सायद कि कति हो है। यो पुरानो बाटो तोरीबारी पनि छ। अब यो बाटो त तर प्रोपर 2 लेनकै हुने जस्तो लाग्यो अब हामीलाई यसो हेर्दाखेरि चाहिँ। माथि माथि छ। यो सबै तलबाट तानेको थियो खोलाले। त्यो कारणले गर्दाखेरि अब माथिबाट छैन बाटो। माथितिर बढाउने हो कि के हो खै। पहिरोहरू पनि झरिरहेकै हुन्छन् है। के छ अब यो पुरै खोलो चर्लकै हामी हिँडै छौँ। यो खोलो छोड्नेवाला छैनौँ। लगभग 30-40 किलोमिटरै छ जस्तो लाग्छ मलाई। कति किलोमिटर छ अब कति हो के हो भन्ने चाहिँ अब बाटोमा कुनै पनि सिग्नलहरू त्यस्तो केही पनि छैन। डोजरहरू होइन जेसिबीहरू भयङ्कर छन्। यो बाटोमा मेसिन चाहिँ टन्नै नै छ। यो हिसाबले काम चाहिँ रफ्तार नै भएको कि जस्तो देख्न सक्यो। तर अब माथि जान सम्भवै छैन। ड्रोन सट लिनको लागि ड्रोन चाहिँ हामीसँग भएन। बाटो चाहिँ यो रफ्तारमै छ कि जस्तो चाहिँ देख्छौँ है हामी हेर्दाखेरि चाहिँ। त्यो सबै पुल देखिराखेको छ। त्यो सबै बगाएको हेर्नु है। त्यो बाटो पनि बगायो। अलि माथि बजारतिर त बाटो छ। तल त्यो त सबै तानियो नि। अब यो कुन ठाउँ खै ठाउँ पनि ठ्याक्कै यादै भएन। यस्तो छ बाटो। ठाउँ कता हो हामी अलि ठाउँको बारेमा चाहिँ यही ठाउँ पुग्यो भनेर अलि भन्न सक्ने अवस्था चाहिँ रहेन। यस्तो तलबाटै बगाइदिएको छ। अब यति धेरै गाह्रो छ। बाटो फेरि पारी छ। अब के गर्ने। यदि 20 मिटर बाँकी छ फेरि कच्ची आइहाल्छ। खोलाले तलबाट तानिहालेछ। त्यो हुँदाखेरि कता के हो कता पक्कियो के हो भन्ने चाहिँ अवस्था ठ्याक्कै छैन। पक्की र कच्ची गर्दा झन् ढिला हुने। बरु त्यही भएर यो काम गर्नलाई डिस्टर्ब हुँदैन भनेर तपाईँको खोलो राखेको जस्तो देखिन्छ।
यत्रो ढुङ्गा छ ल हेर्नुहोस् यो ढुङ्गा मुनिबाट हिँड्नु पऱ्यो यो बाइकहरू डबल लोड झोला पानी बाटो क्लिन छैन खाल्दै खाल्दा तल माथि सँगै चाहिँ यति ठुलो रोसी खोला पुगिराखेको छ गाह्रो छ यो अवस्था यहाँनिर यात्रा गर्न चाहिँ निकै जोखिमपूर्ण नै देखिन्छ हामी चाहिँ यो बाटो कहिलेसम्म हो यो खोलाको हिँड्नुपर्ने तर खोलाको डाइभर्सन चाहिँ अलिकति हामी त यो खोला पारि पो गयो अर्कै जिल्लाको यही क्या हो अहिले खोलो पारि गयो हामी त खोलो वारि आइयो खोलो पारि पो भयो त हो यो ठाउँ दाउने के दाउने के ठाउँ लेखाए जस्तो लाग्थ्यो के ठाउँ वारिपट्टिको ठाउँ के रहेछ अर्कै जिल्ला अघि खोला वारि र पारि भयो डाइभर्सन वारि र पारि बनाएको रहेछ यो ठाउँ चाहिँ ठ्याक्कै कुन ठाउँ रहेछ यादै भएन यो ठाउँ चाहिँ खासै ख्याल गरिरहेकै थिएन खोलाको हिँडाएको ख्याल हुन्छ पुरै हामी खोला गाह्रो छ है गाह्रो छ साथीहरूलाई हेर्नुहोस् बाटो पुरै माथि हो अलिअलि खन्न चाहिँ यो ट्र्याक चाहिँ मजाले बनाएको छ कि जस्तो लाग्छ यसो देख्दाखेरि चाहिँ बाटोभन्दा माथि पनि मजाले ट्र्याक चाहिँ खने जस्तो चाहिँ देखिन्छ कत्रो बाटो जस माथि हाम्रो देखेको थियौँ अगाडि त्यस्तै गरी खने हो कि जस्तो बिचमा खाजा खाने ठाउँहरू थिए कति धेरैले व्यवसाय गरिरहेका थिए अब सबै थियो सबै खोलामा सर्ने भए अब बाटोको कति ठाउँमा नाम निशानै छैन कता थियो तलबाटै बाटो मजाले उठाउँदैछ उठाउन चाहिँ पुलिस चेकिङ हुने ठाउँ जस्तो छ त्यही भएर यो माथितिर आएको हो कि जस्तो छ सायद मङ्गलटारको चौकी हो कि चौकी हजुर मङ्गलटार आइपुग्यो पनि वालहरू पनि लगाए पनि कतिपय ठाउँमा सकिसकेका पनि रहेछ कोही ठाउँ लगाउँदै पनि रहेछ बाटो त ठुलै बन्छ है ल है यो कन्स्ट्रक्सन मेटेरियलहरू पनि मजाले टन्नै थुपारिएको रहेछ यो देख्दाखेरि चाहिँ केही बन्छ कि जस्तो आश चाहिँ लाग्ने तर चाहिँ अब फेरि बन्ने कहिले के बनिहाल्छ जस्तो लाग्छ बन्न चाहिँ टाइम लाग्छ खोलाले तानेर रहेका घरहरू यस्तो छ हालत अब यो कहिलेसम्म यस्तो हो फेरि
खोलातिर लाग्यो फाइनल्ली खोलातिर लाग्यो पुरा खोला हिँडेको ठाउँ यतातिर यो सबै खोला हिँडेको थियो अहिले खोलालाई डाइभर्सन गरेर अर्को साइडमा लगिएको छ लग्न चाहिँ जति पनि यो हामी हिँडिरहेको छौँ पुरै खोला हिँडेको ठाउँ यो ठाउँ चाहिँ पुरै बिचबाट बाटो बनाइएको छ यो खास बाटो पारीको भित्ता भित्ता थियो बाटो तलै थियो बाटो सबै लग्यो खोलै बगेर बाटोको लगभग तपाईँको 90% ठाउँ जहाँ जहाँ बगाएको छ त्यहाँ त बाटोको नाम निशानै केही छैन कहाँ हो यति धेरै चाहिँ यो क्षतिग्रस्त राजमार्ग हो कि यो चाहिँ यहाँको क्षतिको त कुरै नगर्नु यो बाटो चाहिँ अब यहीँबाटै बन्छ तर यो अलिक माथि हाइटमै लानुपर्छ जस्तो लाग्छ यति नजिकबाट खोला पुग्छ यो त बडा गाह्रो छ यहाँ चाहिँ बाटो जोगाउन गाह्रो छ यो पुल बनेर पनि सञ्चालनमा छैन यो के हो खै यो पैसा पाएको छैन कि ठेकदारले के भएको यस्तो ढुङ्गाहरू छन् यस्तो छ तपाईँको यो रोलरहरू केही लगाएको छैन गाडी हिँड्दै हिँड्दै गाडीको टायरले बनाएको ठाउँ अब चाहिँ कहाँ यो अब चाहिँ नेपाल त पुग्न लाग्यो जस्तो छ है अब चाहिँ पक्की भेटिन्छ कि भन्ने आशा छ माथि त लाग्यो तर यहाँ चाहिँ के हो बाटो छैन क्या अगाडि त बनाइरहेको रहेछ त कता हो के छैन अब डाइभर्सन यता छ यताबाट जानु भनेर लेख्नुपर्छ केही पनि छैन कता हो कता अगाडि बन्द रहेछ घुम्नुपर्ने अवस्था के भन्ने प्रोपर रोड सिग्नलहरू छैन अब के भन्ने यस्तो बनाएर राख्यो भने त मान्छे नयाँ मान्छे हिँड्दाखेरि त कन्फ्युजिङ हुन्छ बाटै छैन पक्कै पनि बन्द भयो त होला अहिले तल सरेको रहेछ हामी अगाडि देख्न सक्छौँ माथिको बजार चाहिँ तल आएछ ल तपाईँहरू देख्न सक्नुहुन्छ है माथि बजार थियो ठ्याक्कै माथि पुल चाहिँ बनाएको थिएन खोलामा अप्ठ्यारो बाटो थियो तर अहिले बजार चाहिँ ठ्याक्कै यहाँ आएछ ल यति भनिसकेपछि अब हामी लगभग नेपाल चाहिँ पुग्नलाई केही मिनट मात्र बाँकी छ ल हामी यो ठाउँ चाहिँ रोकिँदैन सुन्तलाहरू जुनारहरू तरुलहरू
सबैभन्दा पुरानो पुल यो बाटोको सबैभन्दा पुरानो झलुङ्गे पुल चाहिँ यो रहेको पुल हो त्यतिखेरको बाढीमा त्यो चाहिँ यसलाई चाहिँ क्षति गरेको थिएन नत्र भने कुनै पनि पुलहरू झलुङ्गे पुलहरूदेखि लिएर सबै कुरा गट्याङ पारेर लगे अवस्था थियो अब यहाँ भित्रबाट पुरै यस्तो धेरै सामानहरू थुपारिएको छ भोजपुर भयो त्यतातिर जाने चाहिँ प्राय चल्छन् लगभग नेपाल थोक चाहिँ गिनिसक्यौँ अब यहाँदेखि चाहिँ यहाँसम्म चाहिँ अब खोला त आएको त थियो यहाँ एउटा पेट्रोल पम्प पनि बगाएको हो अब यहाँबाट अगाडि चाहिँ हामी सर र पिचको बाटो जान्छौँ जान चाहिँ अब यो बाटो चाहिँ खासै त्यस्तो केही छैन बाटोभन्दा डबल ट्रिपलै ठुलो बनाएको छ के हो यो चाहिँ हामीले बुझ्न सकेन स्ट्राटेजी के हो कुनै कुनै ठाउँमा चाहिँ एकदम ठुलो बनाएको हुन्छ फेरि कुनै कुनै ठाउँमा यस्तो पिचहरू भत्किएको छ बाटोको मर्मत सम्भार चाहिँ अलिक कम हो कि जस्तो देखिन्छ यो बाटोमा अहिले चाहिँ किनभने यसमा गाडीहरू अत्याधिक गुड्ने अझ अहिले त बसहरू पनि धेरै चल्न थालिसके सानो गाडी मात्र नभएर ठुलो गाडीहरू अझ यहाँ त ट्रिपरहरू यताउता गुडिरहेको हुन्छन् तर बाटोको मेन्टेनेन्स चाहिँ एकदम कम भएको भएर धेरै ठाउँमा खाल्टाखुल्लीहरू यताउता धेरै नै छन् है बाटो धेरै सजिलो थियो पहिला बाटो चाहिँ मोडहरूको हिसाबले चाहिँ अप्ठ्यारो हो तर बाटोको लेभल चाहिँ एकदम राम्रो थियो खाल्टाखुल्लीहरू एकदम कम थियो के सुन्दर छ है ल देख्न सक्नुहुन्छ यो बिपी हाइवे सर हिँडिराखेको छ यो बाटो अलि हिँडौँ नै लाग्ने खालको बाटो नमुना बाटो नेपालकै जाँगाझोली भन्छ जस्तो लाग्छ जाँगाझोली प्राय इभीहरूको चार्जिङ स्टेसन खाना खाने ठाउँ यो ठाउँमा अहिले त यो बाटोमा एकदम धेरै चार्जिङ स्टेसनहरू एकदम भयङ्कर छन् तपाईँको यो बाटो चाहिँ गाई मुल्को टाइपको यो अब चाहिँ अब अगाडि हामी मुल्कोट बजारमा पनि नदीले डुबान गरेको थियो होटलहरू डुबेका थिए यो बजार चाहिँ अब यहाँ चाहिँ धेरै यात्रुहरूको स्टप पोइन्ट पनि हो यो ठाउँ राम्रो छ मुल्कोट चाहिँ तपाईँको यो ठाउँ चाहिँ
ए ल अब हामी चाहिँ चर्चित सेतीदेवी मन्दिरमा आइपुग्यौँ। अब ऐना राख्न सुरु गरिएको छ यो ठाउँमा। यति धेरै ऐना छ कि अब यो मान्छे यहाँ आउँदाखेरि दङ पर्ने कुरा पनि हुन्छ। कति धेरै ऐना हो, खै यो यसको शक्ति हो कि के हो, यो ऐनाले चाहिँ एकदम ठुलो प्रभाव पारेको देखिन्छ। यहाँनिरबाट चाहिँ एउटा बस चाहिँ तल नदीमा खसेको थियो, त्यो राखिसकेपछि ऐना राख्न सुरु गरेको ठाउँ र अहिलेसम्म पनि यति धेरै ऐनाहरू राखिएको छ कि अब यसमा बाटोभरि यति धेरै छ कि अब त्यसको कुरै नगरौँ। ऐनै ऐना ऐनै ऐना ऐनै ऐना नै छन्। अब यो ठाउँमा चाहिँ ऐनाको राजमार्गै बन्ला जस्तो देखिन्छ। हामी हिँडिरहेको बाटोपारि चाहिँ मध्य पहाडी राजमार्ग बन्दैछ है साथीहरू। अब योको केही समयपछि त्यो बाटो पनि पिच बन्दैछ। भोजपुर खोटाङ हुँदै यो बाटो चाहिँ ओखलढुङ्गालाई छोएर यो वारिवारि चाहिँ बिपी हाइवे, तर पारिपरि बाटो चाहिँ तपाईँको मध्य पहाडी राजमार्ग चाहिँ बन्दैछ, त्यो 2 लेनको बाटो। पछि चाहिँ त्यो उत्तम विकल्प, त्यो निकट भविष्यमा चाहिँ त्यो बाटो सञ्चालनमा पनि आउँछ। त्यो बाटो बनिसकेपछि चाहिँ अझै त्यो बाटो भएर हिँड्ने गाडीहरू पक्कै पनि बढ्छन् जस्तो लाग्छ। मध्य ठाउँ पहिलाको, अहिले त सबै तपाईँको यो ठाउँमा सबै घाँसहरू उम्रिएर खासै फोटो खिचाउनलाई पनि त्यस्तो देख्दाखेरि पनि आकर्षक खासै देखिँदैन कि अलि हरियाली भएको छ, रातमाटो चाहिँ खासै छैन। त्यो भएर पनि अब फोटोसोटो खिच्नलाई पनि त्यति धेरै खिचिहालौँ जस्तो लाग्ने आकर्षक चाहिँ लागेन है त्यो ठाउँ। खै अब के हो हुन चाहिँ, तर पहिला चाहिँ एकदम बवाले ठाउँ थियो, रातो माटो सर्लक्क मजा आयो, फोटोहरू पनि राम्रो। यहाँ त यो गीत सुटिङ पनि भएको ठाउँ हो। पहिला गीत सुटिङहरू हुन्थ्यो यो ठाउँमा। रातो चाहिँ एकदम अत्याधिकै रातो थियो, तर अहिले चाहिँ त्यस्तो रातो छैन। कुन ठाउँ कता भनेर बताउन सकिएन, किनकि धेरै समय चाहिँ खोला हिँड्नु पर्यो। त्यो भएर कता हो भनेर यो ठ्याक्कै भन्न चाहिँ सकिएन। तपाईँहरूले बाटोको अवस्था चाहिँ जानकारी पाउनुभयो होला भन्ने चाहिँ मलाई लाग्छ। त्यही भएर अब हिँड्दाखेरि ध्यान पुऱ्याएर हिँड्नु होला। यो बाटो चाहिँ नेपालथोकसम्म चाहिँ एक्सट्रिम अफरोड छ, बाइकहरूमा एकदम गाह्रो छ। पानी परेको खण्डमा झन् गाह्रो हुन्छ, अरू बेला पनि अब गाह्रो छ। हामी चाहिँ लगभग यो तामाकोसी र सुनकोसी नदीको मिसिएको सङ्गमस्थल आइपुगिसक्यौँ। थोरै छ अगाडि पुर्कोट आइपुग्नु, र यहाँनिर सुनकोसी मरिन डाइभर्सन पनि बनाइएको छ। अस्ति ठेक्का सम्झौता पनि रद्द भयो, अब चाहिँ नयाँ ठेक्का लाग्छ होला। र भिडियो हेरिदिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अब हामी चाहिँ केही समयमा पुर्कोट पुग्छौँ र यस्तै नयाँ केही कन्टेन्टहरू लिएर, यस्तै ब्लगहरू लिएर चाहिँ तपाईँहरूको सामु फेरि म आउनेछु। र हेरिसकेपछि भिडियोमा लाइक गरिदिनु होला, मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला, र कमेन्ट पनि गर्न नबिर्सिनु होला।
भन्दै अहिलेको यो मेरो ब्लगलाई यहीँनिर टुङ्ग्याउन चाहेँ। धेरै धेरै धन्यवाद। थ्याङ्क यू है त।